भनेपछि यो सरकार कसको हो? तपाईहरुकै हो कि होइन? होइन यो सरकार त जेनजीको हो। अब त्यो जेनजीमा म पर्दिनँ होइन, किनभने जेनजीको नि धेरै फ्र्याक्सन छ। होइन मैले यो सरकार कसको हो? सरकार कसको हो? पर्खिनु न, उहाँ कस्तो एन्सर गरिरहेको अनि यहाँ कस्तो वातावरणै नभए थोरै सभ्य भइदिनु, सबजना एकचोटि सोध्नु न, म नै एन्सर गर्छु नि। उहाँले चाहिँ मेरो प्रतिक्रिया आधा सुनेर ताली पड्काउन थाल्नुभयो। तपाईँ पर्खिनुहोस् न, सुन्नुहोस् न, जेनजी भनेको के हो मलाई भनिदिनुहोस् त ल। 1997 देखि 2012 होइन, अनि म एकजना मात्र पढ्छु। 30% जनसङ्ख्या 30 कति छ थाहा छ तपाईँलाई? त्यो थाहा नभइकन त्यस्तो हावाकुरा नगरिदिनुहोस् न। अहिलेको सरकार कि म आफै, तपाईँलाई थाहा छ नि कतिवटा फ्र्याक्सन छ जेनजीको, थाहा छ कि थाहा छैन भन्नुहोस् त। मबाट चाहिँ केही गलत कुरा निकाल्न मात्रै नबोलिदिनुहोस् न। को बोलिदिनु भएको? पर्खिनुहोस् न एकछिन। जेनजी भनेको के हो तपाईँलाई त उमेर समूह थाहा छ नि। अनि उमेर समूह भन्दैमा चाहिँ अब म के 52 भन्दैमा सब 52 चाहिँ मेरै मान्छे हुन्छ त? त्यस्तो कुरो हुन्छ? यहाँ अहिले मेरो कुरा सोधिदिनुहोस् न हजुर मलाई। राजनीतिक पार्टी भनेको राजनीतिक पार्टी हजुर मिराजी म साथीहरु सुन्नुस् है, प्रश्नहरु एकदम सठिक छ, राम्रो छ, उत्कृष्ट छ। किन प्रश्नहरुले एउटा उत्तर पनि खोजिराखेको छ। अहिले निर्वाचनको वातावरण बनाएर निर्वाचनमा जेनजी पुस्ता पनि जान्छ, जानुपर्छ। वातावरण बनाउनु त निर्वाचनमा कोही पनि जाँदैन भन्ने हुँदैन, सबै जाने होइन नि। यस्तो हाम्रो बटम लाइन क्लियर नभएसम्म हामी जाँदैन। बटम लाइन भनेको हाम्रो आन्दोलन जारी छ के? आन्दोलन जारी छ, बाटोमै छौँ हामी। एकदम बाटोमै होइन, आन्दोलन जारी छ। तपाईँलाई मैले फोन गरेँ, मेसेज गरेँ, भेट्नलाई। तपाईँ पत्रकार हो कि होइन? पहिला कुरा पत्रकार होइन भने जानुहोस् अहिले यहाँ नभए। यो जेनजीको नाममा धब्बा नबनाउनुहोस् न, त्यसो पार्टीको नाममा अरू क्वेसन नगर्नु न। पत्रकार सम्मेलन एउटा कुराको लागि गरे हामीले होइन। यहाँ तपाईँ झगडा गर्न गाउनुहोस् प्लिज। के हो यो तरिका? प्रेस कन्फरेन्स हो नि होइन हजुर? तपाईँले बोलाएको हो र प्रेसलाई पो बोलाएको त हामीले होइन। तपाईँ प्रेसलाई बोलाएको हामी। सरी, झगडा गर्न नआउनुहोस् यहाँ। जेनजी तपाईँ जेनजी भनेर अगाडि बढ्नुभएछ, तर रियल जेनजीको जुन छ नि माग, त्यो कुरा रोडमै छ कि सर? तपाईँ रोडमा हिँड्नुहोस्, बुझ्नु भएन? 2-4जनासँग फोटो खिचेर हालेर त्यो गरेर हुँदैन सर। तपाईँले कुन आधारमा भन्नुभयो मैले भेटेको छैन भनेर भनिदिनुहोस् मलाई। सर म यही मानिसहरू बस्छु। मैले एकजना तपाईँले भेटेन भन्दिनँ, मैले कसैले भेटेको छैन भन्न सकिन्छ? मेरो टिम सबैलाई कतिजनालाई भेटिन भनिदिनुहोस् मलाई। सबै अनलाइन लागेर भनिदिनु सर मैले। भनिदिनुहोस् ल, भनिदिनुहोस्। सबै जेनजीको नाममा धब्बा नबनाइदिनु सर। होइन त्यो तपाईँको पार्टी नसुन्नुहोस् न, तपाईँले शब्द चयन आफ्नै तरिकामा अर्को नाममा होइन उहाँको लिनुहोस् त। उहाँ न पत्रकार हो, यस्तो गर्न पाइँदैन। यो प्रेस कन्फरेन्स हो। यसरी भाड्न त आयो छ नि मान्छे। प्रेसकोले बोलिदिनुहोस् त, यहाँ भाड्न पनि 1000 हुन्छ नि। पत्रकार सम्मेलन भनेर यहाँ अघि गेस्टहरू बोलाएर होइन यस्तो है, एउटा कुरा भने है, तपाईँ कुन प्रेसबाट हो र त्यो भनेर मात्रै राख्नुहोस् है। क्वेसन हामीलाई कमजोर बनाउन चाहिँ खोज्नु भइरहेको छ, कमजोर चाहिँ हुनेवाला छैन है। मेरो नाम कृष्ण पटेल, अहिले म हरेक न्युज टेलिभिजनमा काम गर्छु। 16 वर्ष माइक मिडियामा छु, यता फुलदार मिडियामा 13 वर्ष काम गरेर सरकारी कथा आफ्नो भएको छु। मेरो केही प्रश्न छ जस्तो तपाईँले अलि हतार गर्नुहुँदै हामीले देखेको चाहिँ तपाईँको पनि चाहना होला, जनताले खोजेको तपाईँहरूलाई पनि हो। तर अहिले पछिल्लो समय जेनजी भनिएका लिडर दिएकाहरू एकत्रित भएर तपाईँहरू यसरी बस्नु गर्थ्यो, तपाईँ एक्लै बस्दै हुनुहुन्छ, एक्लै टिममा छन्, एकदमै जनताले माग गरेको चाहिँ तपाईँ पनि एउटा हो होइन। यसरी अलि हतार गर्नुभयो कि भन्ने लाग्छ। र अर्को अबको निर्वाचनमा जनताले के चाहेको छ भने पार्टीको नाम लिँदै परिहाल्छ। काङ्ग्रेस एमाले माओवादी अथवा शीर्षस्थ नेताहरू जसले वर्षौँदेखि हालिपुराली गरे
यी बाहेकका नयाँ भनिएकाहरू एक ठाउँमा उभियौँ भन्ने हो कि यसमा जेनजीको लिडरले मात्रै लिड गर्ने भन्ने होइन नि त। त्यो अवस्थामा तपाईँले छलफल गर्नुभयो नयाँ शक्तिहरू जसले विवेकशील भनेर कुनै समय ब्रेक गर्न खोज्ने, पछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट ब्रेक भयो होला, केही महिना अगाडि महानगरपालिकाको मेयरको रूपमा बालेन शाहले ब्रेक गरे होला। यसरी नयाँ पुस्ताले ब्रेक गरिरहेका यी शक्तिहरू जसलाई जनताले विश्वास गर्छन् अथवा गाली गर्दा यस्ता नयाँ भनिएकाहरूसँग तपाईँहरू सङ्गठित भएर जाने होला नि। तपाईँले हतार पो गर्नुभयो कि भन्ने मेरो एउटा म एउटा कुरा भन्छु, सङ्गठित हामीले हतार होइन, सङ्गठित हामीले खासमा ढिलो गयो। आन्दोलन भएको दोस्रो दिन नै सङ्गठित भइदिएको भए हामीलाई यो समस्या आउँदैन नि होइन र भन्नु त। अहिले के भयो, यता छन् मान्छे, यता छन् मान्छे, यता छन्, ढिला भइसक्यो। हामीले जुन ढिलो गरेको हजुर छिटो गर्नुपर्ने, भोलिपल्टै गर्नुपर्ने। दोस्रो कुरा भनेको चाहिँ मैले आफ्नो बलबाट सबैजनालाई एक ठाउँमा ल्याउन खोजेँ, तर म एक्लैले चाहेर हुन्छ र मसँग आउने मान्छेहरू पनि आउन रेडी हुनु पऱ्यो नि त। त्यही भएर हामीले सङ्गठन खोल्न चाहिँ हतार होइन कि ढिलो चाहिँ गर्यो, भोलिपल्टै गर्नु पऱ्यो। पूरक प्रश्न के छ, जस्तो तपाईँले भन्नुभयो नि राजनीतिमा भनेको ठुलो छाती चाहिन्छ भन्दैछु म। तपाईँले भनेको म मात्रै जेन्जी होइन भन्नुभयो नि, जसलाई संवादमा ल्याउन खोजे आएनन् भन्नुभयो नि। कतै तपाईँ पो जानुपर्ने थियो कि होइन, कति त्याग पनि गर्न सक्नु पर्यो नि त नयाँ शक्तिहरू बिचको। त अहिले एकताको आवश्यकता छ। अनि अब तपाईँ आज नेता, भोलि अर्को नेता भन्दै 20औँवटा पत्रकार सम्मेलन भयो भने आज भोलि गाली गर्ला, भोलि त्यही गर्ला, अनि भोलिबाट फलानुबा जिन्दाबाद भन्नेहरू ग्रुप बढ्ला कि भन्ने चिन्ता जनताको छ होइन। नयाँ परिवर्तन चाहियो भन्ने छ के जनताहरूमा, त्यो भएर तपाईँहरू कोही सङ्गठित भयो, तपाईँहरूले त आफै यो होइन भाट्दै हुनुहुन्छ अथवा त्यो छुट्टिँदै हुनुहुन्छ, त्यो त विडम्बना भयो भन्ने। एउटा घरकै मान्छे, एउटा घरकै 4 जना मिलाउन चाहिँ कति दुःख हुन्छ तपाईँहरूलाई थाहा छ कि थाहा छैन? यहाँ फरक फरक भ्यू पोइन्टबाट आउनु भएको मान्छेहरू हुनुहुन्छ नि त, भनौँ एउटै परिवारको सब होइन। अनि त्यो सबलाई चाहिँ समेट्छु भन्ने चाहिँ त्यो आइडियलिस्टिक कुरा हो कि किताबमा लेख्न पाइन्छ, इट इज भेरी नाइस, गरौँ। हामीले गर्दाखेरि कतिसम्म गर्न सकिन्छ उहाँहरूलाई गर्ने हो, सबैलाई गर्न भने इट इज नट ह्युमनली पोसिबल। त्यो प्र्याक्टिकलमा कहिले लागु हुँदैन, त्यो आइडियामा मात्रै सीमित हुन्छ। तर हामीले गर्न सक्ने गरेका छौँ र अरू पनि हाम्रो चाहिँ जेन्जी साथीहरूलाई चाहिँ हामी आउनु हुन आग्रह गर्छौँ। हेर्नुहोस्, हामी एकदम खुल्ला हम्बल मान्छे हो, हामीलाई मै ठुलो भन्ने पनि छैन। दिस इज एन ओपन इन्भिटेसन। नमस्ते, मेरो नाम चाहिँ अर्पित कुवर, विराटनगर मोरङबाट। म पनि यो दिन आन्दोलनमा उभिएकै मान्छे। हजुर कुन मिडियाबाट हो? म मिडियाबाट होइन। सरी ल भन्नुहोस्। कस्तो छ भने अब यो हजुरले यो पार्टी खोलेर घोषणा गर्नुभयो, यो चाहिँ हामी जेन्जीहरूलाई स्वीकार्य भएन। मलाई के कुरामा चाहिँ स्वीकार्य भएन भने तपाईँले पार्टी खोल्नुभयो, जेन्जीको 76 जना आन्दोलन गरेर यहाँ घाइते भएर मरेको, यो पार्टी खोल्नलाई त होइन नि त। उनीहरूको माग सम्बोधन भएको छैन, आन्दोलन वैधानिकता भएको छैन। अनि यो तपाईँले त पार्टी खोल्दा अर्कोले पार्टी खोल्छ, यो जेन्जीको नाममा चाहिँ पार्टी खोलेर चाहिँ यो राजनीति नगरिदिनु हुन भनेर मैले यो। अब त्यसो भएमा देशको विकास हेर्नुहोस्, अब सङ्गठित त हुनु पर्यो, कि त पार्टी खोल्नु पर्यो कि त एनजिओ खोल्नु पर्यो। म के खोलौँ, मलाई के गरेर त सङ्गठित पार्नु? यही हिसाबले जाने हो भने त यो आन्दोलनको मर्म त हुँदै भएन नि। जस्तै अब यो पार्टी नै खोल्ने हो भने त भोलि अर्को पार्टी खोल्दा अर्को पार्टी खोल्दा। यो एमाले काङ्ग्रेसले म देश बनाउँदिन त भनेको थिएन होला, सुन्नु न, देश बनाउँदैन होला भनेको थिएन। आन्दोलनको मर्म कसरी मर्यो? आन्दोलनको मर्म भनेको प्रत्यक्ष कार्यकारी, यो आन्दोलनको वैधानिकता हुनु पर्यो। यो सब जति पनि छ नि यो मागहरू त सम्बोधन भयो त? तपाईँ भन्दिनँ त्यो माग सम्बोधन भयो त? अनि मैले चाहिँ संस्थापन गरेर यसलाई इस्ट्याब्लिस गरेर एउटा चाहिँ तितर हुनुभन्दा एकै ठाउँमा ल्याउनेको लागि चाहिँ सङ्गठन खोलेको। अनि त्यो गर्दाखेरि आन्दोलनको मर्म कसरी मर्यो त भन्नुहोस् त मलाई। पार्टी भइहाल्यो नि, पार्टीमा त अब कोही त सङ्गठन, कोही घाइते पनि देख्दिनँ, कोही उतो पनि देख्दिनँ, तपाईँ त कोही त होइन। यो सबजना यसरी नआइदिनु न, एउटा पोइन्ट भएको मजाले राख्नु, एन्सर पनि गर्छु त। हेलो, हेलो, म शेखर लामिछाने, आमोल मिडियाबाट। मैले चाहिँ अलिकति यो विराजीहरूले गर्न खोजेको चाहिँ अघि त मैले भनेको एउटा बडा राम्रो लाग्यो, ढिलो होइन छिटो चाहिँ भएको हो पार्टी गठन गर्न अथवा एकत्रित बन्न भन्ने एउटा त्यहाँबाट सपोर्ट गर्न भन्छु। अनि यो प्रोसेस नि कुराहरू त हेर्नुहोस्,
यहाँ सबैको कुरा सुनेर सबैलाई रेस्पोन्स गरेर साध्य हुँदैन होइन। एनोमेलिजहरू धेरै छ हाम्रो सोसाइटीमा, एनोमेलिज बढी भएरै उनीहरूले आज ध्वस्त भएर हामी यहाँसम्म आएको छौँ होइन। अब अगाडि बढ्ने जुन इन्ग्रेडियन्टहरू हाम्रो छ नि, अन्तर्वस्तुहरू के अन्तर्वस्तु इस्युजलाई अहिले नभइरहेको पनि साथीहरूले उठाएको, त्यसलाई इस्टाब्लिस गर्नको लागि हामी कसरी युनाइट भएर त्यो फोर्स चाहिँ अगाडि बढ्ने हो त्यो गर्नको लागि भन्ने जुन जहाँसम्म कुरा छ नि, त्यसमा चाहिँ अलिकति कता कता मैले सुझाव जस्तो पनि दिन चाहेको अलिकति प्रोसेस मिलिरहेको छैन। जस्तै यो पत्रकार सम्मेलन हो, पत्रकार सम्मेलनमा फन्डामेन्टल्ली त पत्रकारले क्वेसन गर्ने हो नि, सबैको क्वेसन लिएर तपाईँ वाद विवादमा गएर त यसरी त कामै चल्दैन। एक दोस्रो डिसिप्लिनमा बस्नु पऱ्यो नि त पत्रकारहरूले पनि। तपाईँलाई अहिले जस्तो मैले देखेको चाहिँ यसरी तपाईँलाई फ्री प्रेस मिट भन्दाखेरि पनि गोलमेज सम्मेलन गर्नु न, सम्मेलन गर्नु सबैको कुरा सुन्नु मात्रै के वान साइडेड, आफूले रेस्पोन्स दिएर सम्भवै छैन नि। पुरै गोलमेज गर्ने सारा साथीभाइ सबैलाई XYZ सबै आउनु होइन, सबैको गोलमेज सम्मेलन गर्नुहोस्, त्यहाँबाट आएको कुराहरूलाई सबैलाई टिप्ने, त्यसमा एसेसमेन्ट गरेर अनि एउटा फ्ल्यास होइन के हामीले अन्तर्वस्तु के इस्युजहरूलाई अगाडि लिएर जान सक्छौँ भनेर त्यो इस्टाब्लिस गरेर त्यसलाई चाहिँ हामीले एउटा डकुमेन्टेसन गरेर अनि त्यसपछि फ्ल्यास गर्दा राम्रो हुन्छ कि भन्ने मेरो सजेसन हो। अन्यथा त यस्तो त जहाँ पनि अस्ति पनि त्यहाँ देखिहाल्नु पहिलो पत्रकार सम्मेलन पनि एउटा एकदम करेक्ट क्वेसन सोध्नु भयो है। अब यस्तो भयो कि बत्ती आउनलाई पर्ने होइन, हजुर उहाँ दाइले भन्नुभएको क्वेसन चाहिँ एकदम राइट हो है। गोलमेज सम्मेलन गरेर चाहिँ पार्टी गठनमा लाग्दाखेरि चाहिँ बेस्ट हुन्थ्यो। तर के भयो भन्दाखेरि अब हामीलाई चाहिँ भनौँ न जेनजी नमान्ने पुराना तत्त्वहरू त छ नि त, अनि त्यो हिसाबले चाहिँ यो तपाईँको उनीहरूको आवाज धेरै ठुलो हुन दिनुभन्दा पहिला एक हिसाबले मबाट सुरुवात होला, भोलि अरूले लगालग गर्नु होला। एक हिसाबले सङ्गठन त बन्छ, सङ्गठन बनेपछि हामी बलियो हुन्छौँ, ठिकै छ। अहिले छुट्टै छुट्टै के होला हाम्रोमै धेरै आउनु होला, तर यो स्टार्ट गर्नु एकदम ढिलो भइसकेको थियो, ढिलै भइसकेको थियो। हामीले मिलेसम्म छिटो गर्न खोज्यो, त्यही भएर फर्स्टमै गइने पनि हामी नै भयौँ, तर यो ढिला गऱ्यो हामीले, यसलाई छिटो गर्नुपर्छ है, नत्र यो समस्या आज आउँदै आउँदैन। एउटा प्रश्न है, म दैनिकी.com.बाट लौ प्याकेट, खास गरी मिराजको कुरा चाहिँ यसभन्दा अगाडि पनि धेरै सुनिराखेको छ कुनै न कुनै माध्यमबाट। तपाईँको कुरा चाहिँ विशेष गरेर संविधान संशोधनको बुदाहरूमा जोड छ, त्यसमाथि पनि तपाईँले प्रमुख बुदाको रूपमा चाहिँ कार्यकारी प्रधानमन्त्री भनिराख्नु भएको छ। अहिले जनस्तरमा एउटा आशंका वा एउटा प्रश्न जन्मिएको छ कि तपाईँले कार्यकारी प्रधानमन्त्री भनिरहँदा सेरेमोनियल राष्ट्रपति वा सेरेमोनियल राजा, यो दुईटा मध्ये तपाईँहरू चाहिँ कुन बाटो हिँड्ने बारेमा सोच्नु भएको छ? के भन्न सकिन्छ आगामी चुनावमा तपाईँहरूले राजाको बारेमा कुनै त्यस्तो जनमत सङ्ग्रहको बारेमा मुद्दा उठाउनु हुनेछ? डेफिनेटली सेरेमोनियल प्रेसिडेन्ट, त्यसमा त त्यो डिबेट गर्ने ठाउँ पनि छ नि। त्यसमा चाहिँ तपाईँको राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सहितको व्यवस्था है। त्यो अहिले खासमा प्रेस कन्फरेन्सको एलिमेन्ट पनि होइन, त्यसमा नजाउँ। मैले मेरो के हो भनेर सिस्टम क्लियर गरिहालेँ। नमस्कार, म कमलराज भट्ट, नयाँ पत्रिकाबाट। मेरो प्रश्न के छ भन्दाखेरि मिराजी, कमलराज भट्ट, नयाँ पत्रिकाबाट। तपाईँ चाहिँ अब पार्टी खोल्ने भन्नुभयो होइन, पार्टी खोल्नलाई चाहिँ विधान चाहियो, पोलिटिकल एजेन्डा चाहियो होइन, अनि संरचना पनि चाहियो। तपाईँको पार्टीमा पार्टीको संरचना के हो, अध्यक्ष को हो होइन, त्यो एलिमेन्ट्सहरू अलिक बताइदिनु। त्यो चाहिँ खासमा अब अहिले हामी चाहिँ त्यही तयारी गर्दैछौँ। सुरुमा अब भनौँ न उहाँले चाहिँ गोलमेल भन्नुभयो, हामीले चाहिँ एउटा वार्ता समिति गठन गरेका छौँ। त्यसपछि चाहिँ हामी एकचोटि घोषणापत्र विधानदेखि सबै लिएर चाहिँ फेरि एउटा प्रेस कन्फरेन्स गर्छु। अहिले सबै एक्ज्याक्टली भन्न मिल्दैन, किनभने हामी पनि कति कुरा चाहिँ स्टडी गरिरहेछौँ है। वार्ता समिति बनाएको भन्नुभयो होइन, वार्ता समितिमा को हुनुहुन्छ, अहिलेसम्म कोसँग चाहिँ वार्ता भयो हजुरहरूको चाहिँ एकजुट हुनलाई? होइन, अब हाम्रो त इन्डिभिजुअलसँगै भइरहेछ, कतिजना चाहिँ ल के गरौँ न त त्यसको लागि भनेर। खासमा अब हामीले तपाईँको घोषणा गरेको पनि हिजो हो, हजुर हिजो हो। हामीले त्यतिखेरसम्म चाहिँ 3-4वटा टोलीसँग गऱ्यौँ। अब त्यो 3-4वटा इन्डिभिजुअल पहिला चाहिँ पोलिटिकल अफिलिएसन नराख्नु भएको मान्छेहरूसँग गऱ्यौँ। हाम्रो बाजा टोलीमा चाहिँ अब हाम्रो यही टिम नै हो।
एउटा टिमको नाम भनेर टिमको नाम टिमको अब उसको नाम सोयता उसको अमृत प्रशान्त उहाँले नै इन्ट्रोडक्सन दिँदा बेस्ट हुन्छ होला मैले एउटा नाम भन्नुभन्दा पनि विश्वास हजुर थियो होइन मेरो सहभागिता किन थिएन एउटा क्वेसन म सोध्छु है एउटा क्वेसन म सोध्छु है साथीहरू एकछिन म चाहिँ यो टेलिभिजनबाट है मेरो नाम राजेश काफले मिराजीलाई मेरो प्रश्न के छ भने तपाईँले अहिले यो जे आन्दोलन गर्नुभएको छ नेपालमा यसको लागि केटीहरूलाई हामी धेरै धन्यवाद दिन चाहन्छौँ किनभने नेपालमा यति नै कुशासन थियो यति नै भ्रष्टाचार थियो र यो पोलिटिकल पार्टीहरूले जनतालाई बाँच्न मान्छे पनि गरेका थिएनन् त्यसले गर्दाखेरि यो आन्दोलन धेरै आवश्यक थियो र भयो त्यसको लागि तपाईँहरूले नेतृत्व गर्नुभएको छ अघि तपाईँले कति राम्रो कुरा गर्नुभयो त्यो हामीले नेतृत्व गर्दै सबै नेपालीले गरे आन्दोलन हो त्यसको लागि तपाईँलाई धेरै धन्यवाद छ र अर्को प्रश्न तपाईँलाई के हो भने म लको पनि विद्यार्थी है फेरि मैले के भनिरहेको छु भने अहिले हामीले दुईवटा कुरा तपाईँले उठाइरहनु भएको छ एउटा कार्यकारी प्रमुखको कुरा उठाइरहनु भएको छ यो संविधानले कार्यकारी प्रमुख चाहिँ यहाँबाट अहिलेको निर्वाचनबाट कार्यकारी प्रमुखको निर्वाचन हुँदैन यो कुरा तपाईँले क्लियर हुनुहुन्छ र अर्को कुरा के छ भने यो आन्दोलनमा उठेको भ्रष्टाचारको कुरा छ र यो सरकारले पनि यो भ्रष्टाचारको चाहिँ कुनै पनि कारबाही अगाडि बढाउँछ जस्तो मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने मलाई लाग्दैन र अस्ति हाम्रो प्रधानमन्त्रीज्यूले के भन्नुभएको छ भन्दाखेरि मेरो काम भनेको निर्वाचन गराउने हो त्यसपछि निर्वाचनबाट आएर जुन पार्टीहरू आउनुहुन्छ उहाँले सम्पूर्ण कुराहरू गर्नुहुन्छ भन्ने छ तपाईँले दुईवटा कुरा के क्लियर गरिदिनुहोस् भने यो अहिलेको निर्वाचनमा संविधानमा संशोधन गर्न मिल्छ कि मिल्दैन त्यो संविधानमा यदि संशोधन गर्ने हो भने त्यो संविधान संशोधन गर्नलाई त्यसको प्रक्रिया छ 2/3 मेजोरिटी चाहिन्छ पार्लियामेन्ट चाहिन्छ सबै चिज चाहिन्छ त्यसले गर्दा यो निर्वाचनले अहिले तपाईँले प्रत्यक्ष कार्यकारी नभइकन हामी निर्वाचन गर्दैन जुन कुरा भनिरहनु भएको छ यो प्रत्यक्ष कार्यकारीको निर्वाचन हुँदैन त्यसलाई अब तपाईँले कसरी अगाडि जानुहुन्छ यो एउटा रोड म्याप क्लियरली राखिदिनुहोस् होइन अब बाँकी भ्रष्टाचारको कुरा छ यो सरकारले भ्रष्टाचारको पनि कारबाही गर्ने बाला छैन हामीले देखिसकेका छौँ यो कुरा पनि तपाईँले क्लियर गरिदिनुहोस् धन्यवाद होइन यस्तो अब बाई कन्स्टिट्युसन त जान मिल्दैन तर भनौँ न हाम्रो सरकारमै बाई कन्स्टिट्युसन त बनायो होइन है जनताको म्यान्डेट त क्लियर छ नि प्रत्यक्ष निर्वाचित त सबैले भन्नुभएको छ यसले छोड्ने मिल्ने त कुरै भएन नि यो चुनावी सरकार मात्र होइन हाम्रो प्रधानमन्त्रीज्यूलाई चाहिँ म भन्न चाहन्छु यहीँबाट यो चुनावी सरकार होइन त्यो गलत कुरा सुनेर आउनुभएछ तपाईँ है अब त्यसको लागि चाहिँ अब संशोधनै होइन हजुरले गलत भने हजुरले भने यो चुनावी सरकार भनेर चाहिँ यो भ्रममा नबस्नु होला प्रधानमन्त्रीज्यू यो हामी जनताले लिएको म्यान्डेट लिएरै जान्छ यसलाई छोड्नेवाला चाहिँ छैन संशोधन गरौँला के गरौँला गर्ने बेला गरौँला गर्ने भनेर आएको हो शक्ति प्रदर्शन पनि गरौँला के गरौँला गर्न चाहिँ गर्छौँ है नगरिकन चाहिँ जाँदैनौँ हजुरलाई टाइम कसरी बताउनु पर्खिनुहोस् बिस्तारै हुन्छ हुन्छ एउटा लास्ट क्वेसन चाहिँ पार्टी खोल्दै हुनुहुन्छ होइन त्यसको चाहिँ पोलिटिकल एक्टिभिटीको बारेमा कति स्पष्टहरू भएको जनाउनु आएको अर्को चाहिँ निर्वाचन आयोगमा दर्ता गर्न हुँदै हुन्छ र अर्को चाहिँ के भने नेपाल जस्तो एउटा अल्पविकसित देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री कतिको व्यावहारिक हुन्छ यसले कतै चाहिँ के अरे तानाशाही जन्माउँदैन भन्ने पनि छ है म शिरीष प्रधान पिटिआईको कार्यकर्ता र नेपाली कम्युनिस्ट पार्टी हजुर अब हामीले पार्टी गठन गर्दाखेरि निर्वाचन आयोगमै गर्छौँ है आइडियोलोजी चाहिँ हामी घोषणापत्र सहित एक दिन प्रेस कन्फरेन्स अर्को गरौँला त्यो कुरा क्ल्यारिफाई गर्नलाई त्यो बाहेक चाहिँ अब नेपालको सन्दर्भमा चाहिँ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिँ ठिक हुन्छ कि हुँदैन भन्नु हुँदाखेरि त्यो यस्तो भयो त्यो
ठिकै हुन्छ हेर्नुहोस् है। अब कुन कुन ठाउँमा ठिक नहोला यस्तो हुन्छ, कुनै सिस्टमको पनि त्यो 100% इफेक्टिभ भन्ने हुँदैन। तर इफ इट इज 90% मात्र भयो भने पनि ओके, त्यो एक्सेप्टेबल, त्यही नै हो। 100% केही पनि हुँदैन है। त्यो कारणले अब निरङ्कुश नहुनलाई चाहिँ हामीले डिफ्रेन्ट चेक एन्ड ब्यालेन्सको चाहिँ कुराहरू राख्छौँ त्यसमा। निरङ्कुश हुन दिनु त भएन। हजुरले भन्नुभएको क्वेसन एकदमै भ्यालिड हो, ठिक हुन्छ नेपालको लागि। र चेक एन्ड ब्यालेन्सको चाहिँ प्रावधान राखेर यसलाई निरङ्कुश हुन चाहिँ हामी दिँदैनौँ। हस्, धन्यवाद। एउटा नेक्स्ट क्वेसन सुन्न हो। मेरो मलाई जसले खिच्छ त्यो गयो।